गाइस वेलकम टु माई च्यानल। आज नयाँ दिन नयाँ भ्लग। यस्तो सन्डे डेमा चाहिँ म बाहिर निस्किँदैछु। खास अनि काममा जानु लाग्यो। काम सँगै चाहिँ युनि गएर चाहिँ आउँछु भनेर। अनि त्यसपछि हेरौँ अब म आज युनि जाने बाटो तरिका त्यस काम कहाँ गर्छु के गर्छु कस्तो गर्छु भन्ने टाइपको। अब भित्र त हेरौँ कतिको मिल्छ त्यसपछि क्लिप वेदर दामी छ। भर्खरै निस्क्यो हो, भर्खरै निस्केपछि बस आउँदैछ यताबाट। खै कि बस आउँदैछ। बस त्यहाँबाट हेर्छु म, बस आउँदै कुर्छु। अनि त्यसपछि छोटो वेदर लभली छ। यहाँ बस कुरेर हुन्छ कि म ठ्याक्क यताबाट बस आयो भने चाहिँ यहाँ कुरेर हुन्छु। अनि त्यसपछि ट्राफिक छ, बस आउनु टाइम लागिहाल्छ। अनि बस स्टप त्यहाँ के त्यहाँ जानु हतारेर हुन्छ यहाँ हेरेर जानु ठिक छ। यदि यस्तो हुन्छ कि यहाँ फेरि यो बस चाहिँ कहिले काहीँ आउँछ। अनि त्यो बस आएन भने चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अर्को बस आउनुपर्छ कि अर्को बस आउनलाई चाहिँ फेरि 10-15 मिनट वाक गर्नुपर्छ। त्यसरी चाहिँ यहाँ चलिरहेको हुन्छ। टाइम अनुसार हुन्छ नि, फेरि टाइम देखाएर 38 2 मिनटमा देखाएको थियो। अब हेरौँ ऊ त्यहाँ बस आउँदैछ होइन। लो भए पनि अहिले म उसबाटै खिचिरहेको छु क्या, फोनबाट खिचिरहेको छु। म लिएर गएको होइन, अनि त्यही भएर ऊ त्यहाँ बस आउँदैछ। बस आउँदैछ अब हामी बस स्टपमा जाऊँ अनि बस चढौँ। अनि बस चढ्नलाई चाहिँ मेरो हाम्रो चाहिँ फोनमा हुन्छ क्युआर लाइक उसको के बर्मिङममा चाहिँ हाम्रो क्युआर एप्लिकेसन हुन्छ, त्यसमा चाहिँ क्युआर हुन्छ, त्यो चाहिँ स्क्यान गर्नुपर्छ। त्यो चाहिँ मेरो फोनमै छ, त्यही भएर स्क्यान गर्ने थोरै म देखाउँछु। अनि हाम्रो चाहिँ मेन चाहिँ के छ भन्दाखेरि चाहिँ स्टुडेन्ट कार्ड हुन्छ कि डिस्काउन्ट भएको चाहिँ स्टुडेन्ट कार्ड गर्नुपर्छ। स्टुडेन्टको कार्ड भएन भने चाहिँ कति 80 पाउन्ड हो त्यो पाउन्ड फाइन हान्छ। त्यही भएर आई प्रिफर चाहिँ हामीले सबैले के गर्नु भन्दा चाहिँ फोनको पछाडि राख्ने। अनि यो चाहिँ लकर चाहिँ ह्यान्ड के अरे यो चाहिँ उसमा के ब्यागमा राख्ने, ब्यागबाट निक्लिन मिल्छ नि त। अनि त्यहाँ कलेजहरूले जाने बेला मात्रै चाहिने भने ड्यानियार्ड नआयो भने चाहिँ अनि अरूमा चाहिँ मैले मगाएको भएर राख्छु कभरको पछाडि। अनि त्यो मोबाइल त कहिले पनि छोड्दैन नि त। अनि बसमा ट्राभल गर्न सजिलो हुन्छ नि त। बस स्टप हुन्छ उता जाने भइहाल्यो बस स्टप। हाम्रो अब बस आयो। यो बस त दामी छ, 2 तले बस छ, यो त दामी छ। अनि त्यसपछि सिधै बस चढौँ है त। बस चढौँ अनि त्यसपछि माथि हल्का नर्भस के कस्तो भन्नु चाहिँ हल्का नर्भस त्यस्तो नर्भस अलिक बनाउनको लागि चाहिँ लाइक अरू मान्छेलाई देखाउनु भएन भनेर चाहिँ म गएर चाहिँ बस बसमा ठुलो बस चाहिँ मलाई सानो हुन्छ कि साथीले बस खतम गरिदिनु सानो हुन्छ। अनि यहाँबाट चाहिँ जान्छु म कलेज जान्छु। कलेज गएर लाइब्रेरी कलेज बन्द खास शनिबार भएन, तर लाइब्रेरी जान्छु। एउटा प्रिन्ट आउट गर्न सक्छु पेपर, त्यहाँनिर पेपर प्रिन्ट आउट गरिसकेपछि त्यहाँबाट हल्का छोटो छोटो भ्लग गर्दै सिधै काममा जान्छु। लाग्छ कति 1 घन्टा चाहिँ लाग्छ। अनि यसरी दिन बितिरहेको बस खाली छ, बस अरू त ठिकै हो। लास्ट ट्राफिक हुन्छ कि लास्टै ट्राफिक हुन्छ। आज त वेदर चाहिँ मलाई दामी लाग्यो। हेर्नु कस्तो यो ट्राफिकको बारेमा पार्क जाने मस्त बस्ने घन्टा भएर यहाँ त घाम त उयो हुन्छ नि त। लास्ट घामले हाउस टाइपको क्या फेमस हुनुलाई मान्छेहरू विदिन गएर हुन्छ नि त। घाम देखेको छ भने त्यतिको वेदर चाहिँ घाम त ठिकै हो क्या। टक्क छिमा फ्रेस सब चाहिँ भएपछि मैले भन्दा नि सानो बस यही हो कि यस्तो भेजा हुन्छ बस्नु माथि बस्नु मिल्दैन। अनि त्यसपछि कुजुङ म भन्छ कि त्यो फिल नै आउँदैन कि लोकल टाइपको जस्तो फिल हुन्छ कि अब बस यो बसमा आउँदाखेरि चाहिँ यो बसमा आउँदा चाहिँ लोकल भनिन्छ। कहिले के आउँछ यस्तो ट्राफिक छ त्यही भएर खासै मेरो कलेज जान चाहिँ कति 20 देखि 25 मिनट लाग्छ कि लाइक सर्र गयो भने रोकेन भने। तर यो ट्राफिकले गर्दाखेरि यस्तो गर्दाखेरि म 1 घन्टा जानु सक्छु। त्यो कलेज छैन, आफ्नो कामले निस्किरहेको त। अनि त्यही भएर यो छ नि यो बाटो छ नि, यो बाटो चाहिँ जान्छ कि सिधै कलेज जान्छ, सिटी जान्छ, सिटी भन्नाले जान्छ। तर त्यहाँबाट त्यो घरबाट यहाँसम्म आउनुपर्छ कि हिँडेर। यो हिँडेर आउनु चाहिँ मलाई भन्छ होला चाहिँ कहिले म्याप चेक गरेर चाहिँ यो बस्नु आउँछ कि त्यहाँदेखि यत्रो बस्छ कि 3टा पछाडि लास्ट। तर ट्राफिक गर्दा एउटा उता 4 जाने बाटो छ। तर बसको चाहिँ खाली छैन मेरो घुममा बस्नको लागि। त्यो एउटा ट्राफिक एरिया त्यस्तो भएर के भएर मलाई जाउँ लाग्छ कि ठिकै छ जस्तो भएर राम्रो छ। अब सानो सर्ट एउटा टाइम स्ल्यापहरू भयो। म चाहिँ भर्खरै झरेँ बसबाट झरेँ। अब थोरै हिँड्दै जान्छु। यताबाट चाहिँ सर्टकट पर्छ क्या, त्यो अन्डरग्राउन्ड छ। अन्डरग्राउन्ड होइन
अनि यताबाट कहाँ कहाँ जान मिल्दो रहेछ है। ठिकै छ, तर हाम्रो पर्मिङमा चाहिँ के छ भन्दाखेरि चाहिँ अरू ठाउँमा जस्तो घुम्ने ठाउँ छैन कि। लाइक जे छ त्यही छ, हाम्रो कलेज छ नि, कलेज सिटीमै भएर होला त्यो सिटी। अनि त्यो अरूहरू पनि भन्दा सिटी जस्तो लाग्छ होला, तर त्यहीँ चोकमा भनौँ न सबै कुरा टाइपको क्या। एउटा चोक मात्रै छ अनि सबै कुरा त्यहीँ छ टाइपको क्या। लाइक जस्तै यो सिटीमा यो ठाउँमा अर्को छ अरे, अर्को खालको, यो ठाउँमा अर्को, त्यस्तो छैन क्या। अब सिधै अन्डरग्राउन्डबाट जाने हो मस्त लाएर अन्डरग्राउन्ड खच्यो होइन। त्यसपछि चाहिँ के भन्दा चाहिँ यहाँबाट सुरु हुन्छ क्या टक्क अलि नाइट लाइफहरू। राति चाहिँ रमाइलो हुन्छ यो एरियामा चाहिँ, यो एरियामा चाहिँ नाइट लाइफहरू यताउति रमाइलो हुन्छ। अनि होटेलहरू नि अलिक सिटी टाइपको भन्दाखेरि चाहिँ जर्नी के त्यो कता भनौँ काठमाडौँको कता भनौँ ठाउँमा चढेर हुन्छ नि नाइट लाइफहरू। अनि त्यहाँ बस्नु उतिर चोकमा बस्नु पऱ्यो, उहाँ छ अनि त्यहाँ छिरेर त्यस्तो गर्छ नि, ठ्याक्कै त्यस्तो खालके। चट्टला आयो यो सिटी सेन्टर टाइपको क्या। यहाँबाट उता जानेबाट यो चाहिँ ठुलो बिल्डिङ छ नि, यो ठुलो बिल्डिङ चाहिँ हाम्रो युरोपमा ठुलो लाइब्रेरी हो सायद। यो त आज बन्द छ होइन, खुल्लै रहेछ, माथि रहेछ। मिल्यो भने म माथि जान सक्छु, छोरा एउटा क्लिपहरू बनाउँछु। अनि उतापट्टिको चाहिँ त्यो वाइट बिल्डिङमा चाहिँ हाम्रो लाइब्रेरी हो। फर्स्टमा चाहिँ म के काम भएको थियो भन्दाखेरि लाइब्रेरी आएर प्रिन्ट आउट गर्ने पेपर, एउटा पेपर प्रिन्ट आउट गरेपछि हेर म हल्का क्लिपहरू देखाउनु क्याप्चर गर्नु खोज्छु भित्रको लाइब्रेरी कस्तो छ। हाम्रो चाहिँ अरू बेला चाहिँ म घरि भन्नाले कति 12 वर्षमा हुन्थ्यो पहिला चाहिँ बसिन्थ्यो गरिन्थ्यो, आज चाहिँ पर्दैन। आयो भने यहाँ स्केटिङ हुन्छ, अहिले म डान्स भइरहेको रहेछ, अनि सिटी सेन्टर यस्तै छ कि सिटी सेन्टर यस्तै छ नि त। जाम सिधै गएर अब लाइब्रेरीहरूले देख्न चाहँदैन पढ्नु। यो चाहिँ यही नै हो लाइब्रेरी। मेन इन्ट्रान्स चाहिँ उताबाट छ, तर यहाँबाट चाहिँ हामी छिर्ने हो। यहाँ चाहिँ लाइब्रेरी छ क्या, यस्तो वेदर हुन्छ नि। अब जाम सिधै यताबाट जानु पनि यता किन आयो शीतल भयो होला यताबाट हाम्रो जाम। यो पिसी चाहिँ इम्पोर्टेन्स के एकदम इम्पोर्टेन्ट छ। अनि मामाहरू यहाँ हुनुहुँदैछ, मामाहरू जाम भित्र गएर छोटो मिठो हेरौँ काम सकाइदिउँ। अनि त्यहाँ के डान्स ग्रुप हेरेको थियो त्यो हेर्न जाऊँ। अनि त्यसपछि सकियो नि त, अनि चाहिँ काम भएन। काम मेरो 3:30 बज्यो, 3:30 बजी क्लोज। आज शनिबार यस्तो गाह्रो हुन्छ। मेरो हात पनि काटिसक्यो क्या, पहिले मेरो हात काटिसक्यो क्या पहिले। हात खोइ म कस्तो गरन आएर के हो कि खाएन नि त, हात काट्ने पोल्ने एकदम हुन्छ कि मेरो त। अहिले फास्ट फुड रेस्टुरेन्ट टाइपको क्या नि त, एकदम अमेरिकन रेस्टुरेन्ट एकदम बिजी त हुन्छ। हेरौँ मिल्छ भने त्यहाँ हल्का क्लिपहरू यताउति इन्भाइरोमेन्टहरू क्याप्चर गर्नु खोज्छु। ल जामै त सिधै अब भित्र लाइब्रेरी त एउटा भित्र जाऊँ। अब म त्यहाँ देखाउँछु जान अगाडि हाम्रो चाहिँ एकदम सेक्युरिटी टाइट छ नि, एकदम लाइक स्ट्रिक्ट छ क्या। अहिले युनिभर्सिटी स्टुडेन्टको लागि चाहिँ राम्रै छ पढ्न। मेरो चाहिँ 2टा काठमाडौँ लाइब्रेरीको युसी स्टुडेन्ट एउटा हाल्छ क्या। र जाने देख्न मलाई लुकेर यतामा चाहिँ तपाईँ सकेटहरू हुन्थ्यो सक्यो। यो स्क्यान गर्ने चट्टक खोल्छ होइन, चुट्टा खोल्छ सक्यो, त्यसको काम सक्यो। यसको काम सक्यो होइन, त्यो काम सक्यो। थोरै अब मसँग टाइम छ, अब साढे कति भयो लगभग 3 बज्यो होला। 3-3:30 बजी काम 2 बज्यो, 2 बन्द भयो। 3 बज्यो त्यो थोरै त्यहाँ के भइरहेको थियो प्रोग्राम छ भने जाऊँ। नै भने सिटीको गइबाट जाँदाखेरि बस स्ट्यान्ड ठाउँमा जाऊँ। नै भने म बस चढेर जान्थेँ त्यहाँबाट, तर हिँड्दै जाऊँ। लाइट के भयो मेरो क्वालिटी, त्यही भएर कस्तो भिड जाने हो एक्लै ठाउँमा त। त्यहाँ के भइरहेछ उतातिर साइडमा हेर लाइब्रेरी, यो लाइब्रेरी हो क्या ठुलो होइन। माथि मजा आउँछ जान। म स्क्रिन कुनै दिन एकदिन भ्लगमा छु, एकदिन आउँदाखेरि चाहिँ। अहिले चाहिँ नजाम यहाँ त्यहाँबाट गएर देखाउँछ के भन्दाखेरि चाहिँ हामी चाहिँ कलेज भएको टाइममा चाहिँ यहाँ टेबल टेनिस खेल्न आउँछौँ क्या हामी। यहाँ टेबल टेनिस खेल्न आउँछौँ।
त्यसकै लागि हुन्छ एउटा म त अघि आइडी कार्डमा बनाएको थिएँ क्या मैले यस्तो भिड छ क्या अब जाम तर हाम्रो चाहिँ म चाहिँ के भन्छ भन्दाखेरि अब चाहिँ हामी बस्नु पर्छ नि त्यो ठाउँमा एरिया थाहा भयो भने रातिमा चाहिँ पपहरू भएर साथी भएर अब चाहिँ बस्नु पऱ्यो एरिया क्या टक्क मान्छेहरू बस्ने त्यो गर्ने त्यो एरिया छ नि त त्यही भएर अब सिधै बस्नु पऱ्यो एरियामा जाउँ है त हामी यो चाहिँ हाम्रो बस्नु पऱ्यो एरिया भन्छु मैले चाहिँ त्यसले बस्नु पऱ्यो एरिया यहाँ लाइक टक्क मान्छे आउँछ नि त चोकमा त्यस्तै त्यस्तै फाइल छ अब यसमा ऱ्यान्डमली क्लिक भिडिएको थियो त्यस्तो क्राउड छ आज लाग्छ क्राउड छ अब त्यही भएर यस्तो आज शनिबार भएर नि होला अहिले त्यस्तो हो रातिमा यस्तो भिड हुन्छ हाम्रो आजको मेन ब्लग भनेको चाहिँ हामी चाहिँ युनि देख्छौँ कस्तो रहेछ के रहेछ होइन अनि त्यसपछि अब हामी चाहिँ काममा जाने काममा चाहिँ कहाँ के कस्तो काम छ समरमा समर यहाँबाट हाम्रो कलेज पनि देखिन्छ अर्को बिल्डिङ त्यही देखाउनु खोजिरहेको मैले यहाँबाट चाहिँ हामी फर्स्टमा चाहिँ यो बटाएर आउँछ अनि त्यसपछि यी कलेज हो उहाँकै कलेज यस्तो ल्याङ छ कि हाम्रो एउटै बिल्डिङमा छैन कि एउटा यो बिल्डिङ लाइब्रेरी अनि यहाँ आउनुपर्छ फेरि अर्को बिल्डिङ त्यहाँ अनि क्लास हुँदाखेरि फेरि अर्को क्लासमा त्यसरी गर्नुपर्छ कि अनि त्यही भएर अब यहाँबाट सर जाँदा चाहिँ भिड एकदम एउटा सर्टकट हेर्थ्यौँ है त यहाँसम्म आयो होइन त्यहाँबाट यहाँसम्म आयो अनि त्यतिहरू सबै जस्तो पढ्नु गम्ने छैन जस्तो क्रेजी सबभन्दा मेन खतरा लोकेसनको यहाँ हो क्या यो एकदम लोकेसन किन भन्दाखेरि इट्स डिफ्रेन्ट थिङ नि त्यहाँ क्राउड छ मेरो लागि चाहिँ किन डिफ्रेन्ट छ भन्दाखेरि यहाँ पैसा छ होइन ब्याङ्क भयो अनि ड्रिम प्लेस अनि यहाँ आइफोन अनि त्यसपछि पारि डिजे आएको किन वाउ छ कि सप छ कि अनि ब्याङ्क दुईवटा ब्याङ्कले भरिरहेको पारि र वारि चाहिँ सामान किन्नुपर्ने कि मेरो ड्रिम प्लेसहरू दुइटा म चाहिँ डिजे आएको मेरो फेभरेट थियो म जुन किनिहालेँ त्यस्तै अपग्रेड गर्न मन लागेको छ त्यही किन्नु मन लाग्छ त्यसै आफ्नो फेभरेट प्लेसहरू चाहिँ भनौँ यस्तो यस्तो छ यो एरिया चाहिँ बिजी हुन्छ कि त्यही बिजी खै आज पनि के रहेछ पनि अब यस्तो भिड रहेछ अब हामी सिधै गएर बसतिर लगाऊँ यही नै बर्मिङमा घुम्ने नि केही पनि छैन सिधै कलेजको सबै सिटी जस्तै गाउँ हामी सिधै जान्छौँ हामी बसतिर हामी कलेजमा गएर उसमा भेट्ने बस्नु काममा जानको लागि चाहिँ सिटीबाट चाहिँ काममा जानलाई बस्नु होइन के साँच्चीकै गरम भयो त नि यो केमा यस्तो गरम भयो अब कोही काम डनरहरू अब चाहिँ बस आयो म यो बस यहाँ छ म जान्छु अब बस चढेर सर काममा खै रुममेट पनि आउँदै थियो भन्दै थियो तर कता थाहा भएन तर म बस चढेर जाँदैछु अब काममा अन्त यो झर्दै खाँदा मान्छे झरेकोसम्म सिधै बस जान्छु बसमा होपफुल्ली अगाडि कता हो लास्ट अगाडि त पाइँदैन लास्ट सिधै चाहिँ बस्छु अब यस्तै मजा आउँछ अनि त्यसपछि एकदम काममा जाँदाखेरि टाइम कति लाग्छ के हुन्छ कस्तो काम हो भनेर चाहिँ हजुरलाई देखाइहाल्छु युकेमा यस्तै है कलेज भ्यायो कलेज पनि भ्याउँछ काम पनि भ्याउँछ मिलाएर गर्ने सबै मिलाएर भ्याउँछ नभए चाहिँ कहिलेको हतार हुन्छ छुट्टी भएर आनन्दले भएर आउन त्यस्तो कलेजमा चाहिँ त्यस्तो काम थिएन त्यही भएर अब जाम त बसभित्र त्यो बस चढ्नु छुट्टै रिजन छ क्या यहाँ यस्तो मजाको भ्यू आउँछ क्या यो लाइक चढ्यो त्यो विदेशको जस्तो टाइपको हुन्छ क्या विदेश टक्क हुन्छ नि हेर्दा पनि कस्तो मजा क्या त्यही माथि सुगन्ध वेदर त यस्तो दामी क्लाउड छ मैले चाहिँ अलिक फोनबाट खिचिरहेको छु मेरो छुट्टी चाहिँ घर भएर काममा जाँदैछ नि त्यहाँनिर मलाई होइन मलाई रिक्स के त्यो म जस्ट देखाउन खोजेँ हजुरहरूले म काम गर्ने यता अधिक थोरै क्लिप चाहिँ त्यहाँबाट चल्छ भ्यू नै कि लाइक यता एस्टर्न भिलान छ अस्ति एस्टर्न भिलान थियो एस्टर्न भिलान देखिन्छ अलि अगाडि हुन्छ त्यहीबाट फिलहाल त्यस्तो फ्यान लगायो जस्ट स्नेक बन्छ 10 सेकेन्डबाट चाहिँ क्लिप बन्छ कि यहाँ यस्तो मजाको त्यो सिटी भाइब्स टक्क जानु जस्तो गाउँ विदेश यसै होइन क्या ल भ्यू सुरु भएर टपलाई अनि ल यो हो कि दामी गाउँ सहर बर्मिङ सिटी छिटै मजा छ नि त नि जानु नै यो बस चल्नु नै दामी हो नि त अहिले अर्को अरू बस पनि जान्छ तर यो बसमा छुट्टै मजा छ कि सिटी आएर यहाँ जानु चाहिँ छुट्टै मजा छ यता सिधै अब खामा अगाडिबाट मैले यति देखाउनु मन लाग्थ्यो क्या मलाई
घुम्ने यही नै हो फेरि यस्तो यस्तो नै घुम्ने रहेछ कि तर अरू ठाउँहरू पुरा एक्सप्लोर गर्दै गरौँला अब सिधै हामी काममा गरेर नि काम बाहिर चाहिँ एकदम सिधै फाइनल्ली म काममा नि चाहिँ यहाँ हो क्रिस स्मोक हाउस यहाँ चाहिँ हो आज शनिबार बिजी कसरी थाहा हुन्छ भन्दाखेरि हामी पहिले नै अहिले पनि कि अनि यहाँबाट कार पार्किङ छ कि उहीँसम्म पार्किङ छ अनि हामी के गर्छ भने अब गन्छौँ कि कार 1 2 त्यसरी गन्छौँ होइन अनि रेसियोमा चाहिँ 2जनादेखि 3जना एभ्री कारमा हुन्छ नि त तर स्टाफ कार चाहिँ उतापट्टि हुन्छ फेरि उतापट्टि हुन्छ उता मान्छे जान्छ तर त्यसरी कार गन्छौँ कि अनि कार गर्दाखेरि इन्टु 3 इन्टु 4 गर्छौँ अनि नम्बर निकाल्छ उही अब यत्रो मान्छेहरू जान त्यहाँभित्र छ अनि आउने जाने भइरह त्यस्तो हुन्छ नि अनि बिजी कति छ भनेर यताउति गर्छौँ कि यत्रो ठुलो हो कि कार पार्केर यसरी गन्छौँ अझै उता पनि छ अनि थोरै उता पछाडि पनि थोरै त्यो 3टा कार पार्क गर्नुहुन्छ यहाँभित्र पनि छ ठुलो हो क्या तर पेसेन्जर त्यति मात्रै हो यो चाहिँ रेस्टुरेन्ट हो लास्ट बिजी त बिजी हुन्छ शनिबार आइतबार शुक्रबार शनिबार आइतबार त लास्ट बिजी हुन्छ लास्टै बिजी हुन्छ अनि त्यसपछि हेरौँ अब भिडियोहरू फुटाउँ म काम गर्ने के अब माथि गएर चेन्ज गर्ने त्यो चाहिँ नर्मल देखाउनु मिलिहाल्छ माथि आफ्नोलाई चाहिँ तर अरूलाई चाहिँ क्याप्चर गर्नु मिल्दैन नि त तर यहाँ एउटा बोर्ड छ क्या बोर्ड निकालेछ म अरू बेला चाहिँ म पछाडिबाट जान्थेँ नि आज चाहिँ म फ्रन्टबाट जान्छु चाहिँ अहिले जाऊँ कि कहिले जाऊँ अहिले जाऊँ होइन अहिले जाऊँ अनि त्यसपछि हेरौँ है त कस्तो छ पार्कमा क्लिप खिच्यो त उतापट्टि अरू त के होइन मान्छेहरू चाहिँ देखाउनु भएन नि त कुनै कुनै मान्छेले फेरि म भित्र भिडियोमा आएँ म डिलिट गरेँ भन्दा त मेरो त सबै जान्छ नि त क्लिपहरू त्यस्तो केसहरू पनि हुन्छ नि त त्यो सकेसम्म मान्छेहरू नथाकिकन आफूलाई यता भन्छ यहाँ पहिला यहाँ एउटा बोर्ड थियो कि यो क्रिस लेखेको साथमा फोटो अट्याच गरिदिन्छ यहाँ हुन्छ होइन अब यहाँभित्र जाउँ है त सिधै को छ पनि तर आज यहाँबाट जाउँ है त यहाँबाट जाउँ अब सिधै भित्र गएर खिच्यौँ त बोल्दिनँ तर भित्र जाउँ है त युनिफर्म लाग्दैन युनिफर्म जस्तो छ मेरो युनिफर्म जस्तो छ काममा जानु लोगो छ कामको लोगो भएर युनिफर्म हालेको चाममा त्यसपछि ल्याएर यहाँ तल जाने छ क्या त्यसपछि तल जाने छ त्यति मिल्दैन ल लाइक अर्को मात्रै खिच्छु म कहाँ हुँ पाण्डे भाइहरूले साथीभाइहरू म कहाँ हुँ विष उहाँ चाहिँ अनि चाहिँ हाम्रो स्टारबाट मन्त्र चाहिँ मन्त्रको गएको हुन्छ त्यहाँ पनि छु म तल जान्छु म काम स्टार्ट गर्छु ल भाइ सिधै काम सकेपछि बोल्छु भाइ I'm making video, that's why. What video are you making? Just to put in YouTube. Oh. खासै म ब्रेकमा आएको खासै म ब्रेक लिन्न तर अब भिडियो बनाउँछु नि त काममा आएको भनेर अनि ब्रेक लिएँ के खानु थालेँ ऱ्याप्स चिकन अनि स्यालेड त्यो छ काममा सिधै सकेपछि ल सियो सकेपछि काम गर्नु गोल्ड अन्डर गर्नुहुन्छ
यस्तो सफा गर्थ्यो अनि गरिन्छ नि ढङ्ग लाएर अनि त्यसपछि सकिन्छ के हो चाहिँ सबै काट्यो तर कामबाट सकिन्छ यस्तै गरी काम गर्ने यही नै काम मेरो लाइट पनि बोल्दो रहन्छ क्या चेन्ज गर्नु त्यसपछि सक्यो काम गर्न सकिन्छ यस्तो यस्तो हुन्छ यस्तो बिजी हुन्छ तर किन्नु चाहिँ पाएन अनि के गरेँ हल्का फुल्का के चाहिँ सक्यो माथि आएँ सफा गर्नु मलाई नै सी यु यही नै हो हाम्रो ब्लग लास्ट इन गर्दैछु अब चेन्ज गर्ने त्यसपछि बस्छ छ नि थ्याङ्क यू फर वाचिङ यति नै भन्छु यहीँ सघाइदिन्छु ब्लग बाई सी यु कस्तो लाग्यो हल्का फुल्का देखिँदैछ बाई सी यु बाई थ्याङ्क यू फर वाचिङ